जानु लाग्यो ग्रोसरी सपिङ त्यो सोनामको ब्याग भरि लिएर आउनु पर्ने छ जान देख्दैछ ग्रोसरी सपिङ जानु त लाग्यो तर अलमोस्ट कति घण्टा हिँड्नुपर्छ भन्दा अरूलाई चाहिँ जेनरली 40 मिनट जस्तो लाग्छ होला तर मलाई चाहिँ 1 घण्टा जस्तो लाग्छ यति भरि ग्रोसरी सपिङ गर्न लागि भनेको छु मेरो घरमा चाहिँ ऐना छैन नि त हैन फुल मिरर छैन अनि त्यसपछि फुल मिरर चाहिँ म मेरो चेक गर्ने ठाउँ बाफ्रे कत्रो मोटो देखिएको के छ हातै लागेको त हुन्छ नि लेट्स गो राम्रो मात्रै खिच्नु अरे क्या ब्लगर बनेगा अरे भाइ ल लेट्स गो माथि लुक कस्तो के भन्छ यसलाई गोल्डन कलर जापानको रोड कस्तो राम्रो हुने रे हिँड्दाखेरि पनि नगर्नु कति राम्रो हरेक घरमा गार्डन हुने म त के सोच्थेँ भने नेपालमा मात्रै गोदावरी फुल पाइन्छ मखमली फुल पाइन्छ सयपत्री फुल पाइन्छ भनेर सोच्थेँ किनभने त्यसको आफ्नै मिनिङ छ नि त है नेपालमा तर जापानमा पनि पाउँदो रहेछ यो चाहिँ सबै हाम्रो नेबरहुड हो है त यता देखाउँ अब यस्तो गरेर फोटो खिच्नु मन लाग्यो मलाई खासै हेर न हाम्रो के भन्छ नेबरहुड चाहिँ साँच्चै राम्रो छ है सो ब्युटिफुल यो पाकेको सबै यो जुनारहरू के हो मागेर खानु भए पनि हुन्थ्यो फेरि भन त अब नेपालमा भएदेखि चाहिँ एकछिन रोक्नु न म पनि जान्छु मलाई पनि त्यहाँ जानु छ भनेर रोक्थेँ है रोकिँदैन यहाँको हामीलाई उल्टै रोकिदिएर न केपीवाला चाहिँ के भन्न चाहन्छु भने 10 को ट्रेल चाहिँ यस्तो हुन्छ है अब चाहिँ यस्तो यस्तो बनाउनु पर्यो एज सुन एज पोसिबल सपिङ मात्रै गर्छु भनेर भएन पैसा पनि झिकेर आउँछु म कति झिकौँ 2 लाख झिकौँ हुन्छ मिनी ट्रक हेर न गयो खिच्यो त सक्सेसफुल्ली बल्ल बल्ल हिँडेर आइसकेको हामी धनबारी जाने बाटो भयो है अब धनबारी जानको लागि त्यहाँ हेर्नुहोस् है हामीले चाहिँ यहाँबाट त्यहाँ जानको लागि पनि हामीले कुद्नुपर्ने हुन्छ यो सिग्नल लाइट अब अहिले हाम्रो रोड काट्ने बेला भएको छैन तर हामी यता चाहिँ जान सक्छौँ गलेर मरे यस्तो घाममा हिँड्नु परेको छ एक साग तरकारी खानुको लागि 5 किलोमिटर हिँड्नु परेको छ नेपालमा भएदेखि घर अगाडि विवेकको बाउको पसल अलिक पर गयो शान्ति दिदीको पसल अलिकति पर गयो बिग मार्ट अलिकति थोरै पर गयो घरबटनी के चाहिन्छ है यहाँ एउटा सुपा पुग्नको लागि बाफ्रे डाइनोसर खोज्नुभन्दा धेरै गाह्रो भइरहेछ है मलाई लागि चाहिँ हामीले घुम्यौँ भेटायौँ यसलाई समातेको त यसले त पुप गरिदियो ल लुक एट द्याट के हो यो यसको यो टाउको हो चुत्त मात्रै नानीको रे मे हेर न के हो घोङ्गी भनेको स्नेल हो यो लुक एट द्याट मैले खोज्देको निक्ल्यो फाइट गर्नुलाई होला खैलेऊ त
यसको यो यसलाई यहाँ यसमा छोडिदेऊ न किन किन नगर न बिचरालाई काउकुत यसको यो आँखा हो क्या यसले भित्र लान्छ क्या त्यहाँ होइन जिउ छुवा त जिउ त अब लाँदैन उसले भित्र नि थियो जिउ छुएपछि उसले काउकुत लगाइसक्यो उसलाई भयो अब छोडिदेऊ उसकै हालतमा ऊ यहाँनिर छोडिदेऊ त्यसो गर्नु हुँदैन क्या पाप लाग्छ हामीलाई मेरो औँला खानु खोज्दैछ दोजो ₹321 पर्ने रहेछ ओके आधा केजी हुँदो रहेछ आधा केजीको 430 रुपियाँ अब हामी अलि यसको 1 राउन्ड लगाउँछौँ कति राम्रो ठाउँ छ लुक अनि त्यसपछि ए को हो यो मेरो झोला बोकेर हिँड्ने अनि त्यसपछि हामी जान्छौँ घर कस्तो राम्रो रहेछ ठाउँ लुक गलेर कति राम्रो हो यो हिँडेर यस्तो राम्रो ठाउँमा आइपुग्यो सपिङ पनि सक्यो गाइस यस्तै छ